बनिरहेका घरहरू हेर्नुहुन्छ भने यो 5 इन्चको स्ल्याब छ, योभन्दा तल अलिक गहिरो 14 इन्च 17 इन्चको तपाईँले गहिरो के अरे 3 इन्चको चाहिँ तपाईँ एउटा लेयर देख्नुहुन्छ। यतापट्टि भित्र खोक्कल हुन्छ, यतापट्टि बिम आयो, यतापट्टि बिम आयो, यसरी चाहिँ चादर राखिन्छ। यसको नाम हो लटक भन्छ हाम्रो भाषामा, स्थानीय भाषामा, र टेक्निकल टर्म युज गर्नु चाहिँ फेसिया अथवा फेसियल बिम भन्छ। अब यसको काम चाहिँ धेरै जस्तो काम, मेन इम्पोर्टेन्ट काम नन स्ट्रक्चरल कुरा गर्नुहुन्छ भने तपाईँको चाहिँ कस्तो आर्किटेक्चरली दुईटा बिम तान्दाखेरि चाहिँ लुक्स ह्याम्पर हुने भावनाले त्यो बिमलाई ढाक्नलाई राखिन्छ। र स्ट्रक्चरल पर्सपेक्टिभबाट कुरा गर्नुहुन्छ भने यो दुईटा बिमको बीचको जुन यसमा चाहिँ हाम्रो प्यारापेट वाल कन्स्ट्रक्सन हुन्छ, त्यो प्यारापेट वालको लोडलाई चाहिँ सजिलै उता ट्रान्सफर गर्न चाहिँ यसले मद्दत गर्ने भएको हुनाले पहिलो कुरा लुक्सको कुरा र त्यसपछि प्यारापेट लोडको कुरालाई पनि यसले के हदसम्म चाहिँ लोडलाई ट्रान्सफर गर्न सहयोग गर्ने भएको हुनाले यसरी तपाईँले घर बनाइराख्नु भएको छ भने यति भाङ्गो बिम छोडेर स्ल्याब तानेर चाहिँ एस्थेटिकली चाहिँ लुक्स खराब गर्नुभन्दा यसरी चाहिँ 3 इन्चको बराबरको पट्टि चाहिँ लटक राख्नु होला। र अर्को कुरा चाहिँ लटक चाहिँ पातलो हुने भावनाले 3 इन्चको सेक्सन हुन्छ, 3 इन्चको सेक्सनमा चाहिँ दुईटा लेयरको चाहिँ 8 एमएमको डन्डी चाहिँ छिराउनु पर्दाखेरि चाहिँ 2 लेयरको डन्डी यसरी दुई डाइरेक्सनमा छिराउँदाखेरि चाहिँ एकदम कन्जेसन हुने भावनाले म्याक्सिमम जस्तो चाहिँ यहाँ हनीकम्बिङ हुने चान्सेसहरू हुने भावनाले यसलाई चाहिँ मसलालाई चाहिँ प्रपर मसला चाहिँ कम्प्याक्ट गरेर मात्रै काम गर्नु होला भन्ने चाहिँ सुझाव दिन चाहन्छु।